हेलो एन्ड नमस्ते, यो हो दोधारा। दोधारा भनेपछि एक तराईको क्षेत्र हो र हामी पहाड भनेपछि हुरुक्कै हुने गर्दछौँ। त्यसैले आज हामी जाँदैछौँ घुम्नलाई पहाडतिर। भोलि हामी पुगिसकेका छौँ। 4 लाइन पुलको यो रोड छ नि, जुन रोडमा पुगिसकेका छौँ। अब यहाँबाट चाहिँ हाम्रो गइसकेका छ। त्यसपछि हाम्रो डिसाइड होइन अहिले रोमान्टिक सिन हेर्दै इन्जोय गर्नु। अनि हामी लाग्छौँ गन्तव्यतिर। गन्तव्य थियो हाम्रो महेन्द्रनगर। महेन्द्रनगर पुगेपछि हाम्रो हुनेवाला थियो डिसाइड कहाँ जाने भनेर। ओपिस थियो हाम्रो सुडामा। यो किसानको पार्टी थियो र अङ्कल र म लागिसक्यौँ 4 लाइन पुलबाट महेन्द्रनगरतिर। The earth's gentle sigh, a lullaby sung to the open sky. अहिले चाहिँ हामीहरू गड्डा चौकीको रोडमा पुगिसकेका थियौँ र अहिले म के भन्दैछु सुन्नुहोस् है राम्रोसँग। आज पृथ्वी जयन्ती हुनाले हाम्रो घुमघाम कार्यक्रम छ। अगाडिबाट धेरै मान्छे छन्। अहिले चाहिँ हामीहरू दुई गाडी मात्रै छौँ। अहिले यहाँको हाम्रो गाउँबाट 4-5 गाडी छन् र अहिले चाहिँ हामीहरू गड्डा चौकी क्रस गर्नु सकेला छौँ। यहाँ हाम्रो ट्राफिकवाला हुनुहुन्छ, यहाँबाट हामीले क्रस गरिसकेका छौँ होइन। अनि कुराकानी गर्दै हामीहरू लाग्छौँ गन्तव्यतिर महेन्द्रनगर। अनि अङ्कलले के भन्नुहुन्छ सुन्नुहोस् है त अब। गइसकेको रहेछ होइन। अब चाहिँ अब हामीले चाहिँ उयोहरू गइसकेका ठाउँ हो नि, त्यही जानुपर्ने भयो। त्यही जानुपर्छ। हामी चाहिँ अहिले बेतपुर नगरपालिकाबाट निस्किसक्यौँ हामी। डाँडातिर जाने हो अब धामतिर। अहिले चाहिँ हामी बेतपुर नगरपालिकामा पुगेका छौँ होइन। अब चाहिँ हामी जानु चाहिँ पहाडतिरको लाइनमा हुँदैछ। पहाडतिरको लाइन टच गर्नेवाला छौँ अहिले। हेर्दै गर्नुहोस् होइन के कस्तो हुन्छ, देखाउँदै गर्छु हजुरहरूलाई। अनि यताउता कुरा गर्दै हामी पुगेछौँ जङ्गल। जङ्गल थियो यो, कहाँ पता नै कहाँ जाने जङ्गल हो, आई डोन्ट नो, मलाई केही थाहा छैन। अनि हामी चाहिँ सिधा रूपमा हिँडिरहेका छौँ। अनि भ्यू चाहिँ एकदमै खतरनाक वाला मस्त थियो। अङ्कल के भन्छन् हेर्नु है त अब। यो गाइस होइन, रोड चाहिँ एकदम पिच बनाएर छ। अगाडि चाहिँ थिएन, अगाडि चाहिँ यहाँ चाहिँ पिच छ। शुक्लाबाट आएको थियो अरे। भागहरू पनि हेर्न सक्नुहुन्छ है। यहाँबाट वाइफाई पनि गएर रहेछ त माथिले क्या। माथि बिजुलीको तार छैन, वाइफाई चाहिँ गएर छ। पिकनिक स्पटमा जाँदैछौँ अहिले। पिकनिक स्पट चाहिँ हो भने अब खोज्दा खोज्दै पुगिहाल्यौँ। बिर्स थाहा छैन यो यहाँ हो कि हामी रङ बाटोमा पनि छौँ होइन। अनि पहाडतिर आउँदाखेरि चाहिँ मन एकदमै खुसी हुन्छ, किनभने थाहा छैन मलाई। अनि कहिले नदेखेको पहाड देख्न पाउँदा, घुम्न पाउँदा, रमाइलो स्पोर्टतिर जान पाउँदा एकदमै खुसी हुन्छ मन। यसरी घुम्न पाउँदा चाहिँ धेरै रमाइलो हुन्छ, किनभने मलाई पनि थाहा छैन। चाहिँ हाम्रो पिकनिक जाने बाटो गरे होइन। यहाँबाट चाहिँ हाम्रो पिकनिक जाने माथि माथितिर त रहेछ होइन, उकालो चढ्नुपर्ने रहेछ। रोड चाहिँ अलि यहाँ नपुगेको रहेछ रोड होइन। रोड चाहिँ यहाँतिर पुगेको छैन। यहाँबाट हामी चाहिँ माथि राख्छौँ गाडी, किनभने आउँदाखेरि सजिलो होस्। यति हिँड्नेको हो, यत्रो उकालो छ, हिँड्नेको सक्छ होइन, हिँड्न सकिन्न। अनि यहाँ चाहिँ पानी खानेको पनि बनाएर रहेछ, पानी खाने सिस्टम अलि। वाउ, यो पनि हामीले फर्स्ट टाइम देख्यौँ र पहाडतिरमा यस्तै पानी खाने हुन्छ भनेको हाम्रो अङ्कलले बताउनु भएको थियो। त्यही साँच्ची रहेछ। आज चाहिँ मैले देखेँ र देख्दाखेरि एकदमै खुसी भयो मन। यस्तरी पानी अटोमेटिक आउँछ भनेर पहाडतिर। अनि पहाडतिरको उकालोहरू हामी तर्दै गर्दा एकदमै मेरो मन खुसी भएको थियो। वाउ, दिस इज नेचुरल ब्युटी। वाउ, अझ माथि हो, बाबा बाबा बाबा, अझ माथि डाँडामै जानुपर्छ अब क्या। म त गाइस धेरै अप्ठ्यारो छ यो रोड चाहिँ, एकदमै गाह्रो। बाइक चाहिँ तलै राख्नु बेस्ट रहेछ। अरे सिधा तलै पो जानु ला। हेर न खुट्टा पुरा माटोले। ल हिँड म हाल।
गाह्रै छ पुरा उ भयो। रोडको प्रशंसा गर्दै हामीहरू लाग्दै थियौँ माथिकोतिर, माथि जानुपर्ने थियो हामीहरूले। अनि माथिको उकालोमा त्यो मन मेरो त्यहीँ बसेको छ भन्ने गाना सुन्दै म जाँदैछु। मनमा खुसी भइरहेको छ। रोड जे पो हुन्छ, राम्रो होस् नराम्रो होस्, मलाई 2 छिनको खुसी त मिल्यो यो ठाउँमा आएर। गाइस यो रोड चाहिँ डेन्जर रहेछ क्या, अझै माथि चढ्नुपर्ने रहेछ, अझ यस्तो यस्तो मुनि चढ्नुपर्ने लागेको। इन्जोय भइरहेछ, यो रमाइलो। वा हजुरहरू हेर्नुहुने हो रमाइलो सिन। मलाई डर लाग्न लाग्छ, खुट्टाहरू गाउन लान, देखाउन पनि कसरी देखाउँ हेर्नुहोस्। सिनहरू हेर्दै मेरो मन अझ कति खुसी भयो म भन्न सक्दैन। अनि त्यसैले यति राम्रो सिन फर्स्ट टाइम देख्दा वाउ भन्ने शब्द आयो इङ्ग्लिसमा। अनि मैले पत्थर पनि हाने हिन्दीमा। नाच्यान होइन झड्यापछि नभने तल गड्डो छ। ल रुखो पनि चढिदिने भए क्या हामी त, रुखो त रचड होला रोज्ने खालि। ल त गाइस म यो हेर्न लागेको छु यो ढुङ्गोमा यहाँबाट कहाँ पुगाइन सक्छ। कसैको मुन्टा लागला ल कसैको मुन्टो लाग्यो भने नभन्नु, मुन्टो फुटिगयो नभने होइन। पल्ला डाँडा पुगा। कहाँ पल्ला डाँडा, तमी कहाँ पुगा कहिले ज्यादा पुगेन। ल अब तम्रो पालो। यिनीहरू हाम्रो अङ्कल चाहिँ कति टाढा पुगिसक्छन्। ल अनि कहाँ परेमा पुग्यो अहिले देखाएँ। ल अङ्कलले चाहिँ धेरै दूर पुगायो होइन, मैले चाहिँ पुगाउन सकिनँ। अनि हामी जोगुडाको ढिकमा आएर गाडी चाहिँ यसरी चलाउँछौँ, जो कि हामी हो यहाँको राइडर भनेको जसरी। अनि त्यसपछि हामीहरू लाग्छौँ जहाँ उनीहरू घुम्नुहुन्थ्यो त्यो ठाउँमा हामी लाग्नतिर लाग्छौँ, किनभने हामी चाहिँ रङ बाटोमा गएका थियौँ अघि नै तिर। अब बाटो पुरा क्लियर थाहा छ होइन, अब मलाई चाहिँ बाटो पुरा क्लियर थाहा छ। यहाँबाट चाहिँ होइन बाटो चाहिँ खतम रहेछ देखा, घर चाहिँ हल्ला नि गाडी जाम्रो हाल्दैन, हामी मात्र कस्तो हाल्दा हामी फेरि दोधाराका फेरि खतरनाक राइडर हुन्छ फेरि त्यही भएर एकचोटि यस्तो भएको क्या पुरा खसी गयो, पिकअप गएर फेरि सबै उ भएको। चिल्लो भयो छोटो आइगयो। यहाँ चाहिँ जग्गा जग्गा पिकनिक खाँदैछन्, इन्डियाबाट पनि आएर नेपाल यहीँका पनि हेर्न सक्नुहुन्छ। यो चाहिँ इन्डियाको टिम हो। अझ चाहिँ हामी माथि जाँदैछौँ हिँडेर होइन गाइस, अझ माथि जानु गरे यो दिक्कत छ हेरेका, अझ माथि जानु गरे। अहिले फोन आएको थियो अनि त्यही भएर माथि जानु गरे। अझ माथि छन् त त्यहाँबाट माथि हामी तलै ढिकै आइगयो क्या, अझ ढिकै क्रस गरिहाल्यौँ हामीले। आज चाहिँ हामी बाटो धेरै भुलिरहेका थियौँ, अनेक बाटोतिर लागिरहेका थियौँ, उल्टा बाटोतिर। अनि अन्य अङ्कल चाहिँ परेसान भइसकेका थिए कहाँ हो भनेर। अनि हामी चाहिँ अब चाहिँ के होला भनेर माथितिर लाग्यौँ। आउन त म अघि आइसकेको थिएँ, किनभने यो ठाउँमा मलाई ब्लगिङ गर्नलाई एकदमै शरम लाग्यो। अनि नयाँ ब्लगर भइसकेपछि शरम पनि मान्नुपर्छ अलिअलि, त्यसपछि चाहिँ शरम आउँदैन। र हाम्रो बुढी मास्टर के भन्छन् कुरा सुन्नु है त, होइन भुडी बनाउने मास्टर सेफ भन न, बोल न केही त बोल। स्वाद आयो तो नहीं भन्नु। रेड बुल भी लेके आने में इतना टाइम लगा दिया उन्होंने। के भन्छन् हिन्दी शब्दमा यस्तै भन्छन्, खोइ मलाई थाहा छैन। रेड बुल ल्याउन गएका एकदमै हराएर एकछिन पछि म घर जाँदाखेरि आउँछन्। ल त गाइज म चाहिँ भात त पाएका थिएन, मासु खाएर म चाहिँ हिँडेको घरतिर होइन। अब मेरो अलि काम छ घरमा, त्यही भएर म चाहिँ हिँडेको। अरू किसानहरू चाहिँ त्यहीँ छन्, मिटिङ गर्दैछन्, के राम्रो कुराहरू गर्दै थिएँ। म चाहिँ लागिसकेँ घरतिर र धेरै जसो छन् घर जान लाग्छन् धेरै जसो। म चाहिँ हिँडेको र एकदमै चिसो पनि भइरहेको छ अहिले चाहिँ। जोस् रमाइलो भयो त्यहाँ भने भिडियो बनाउन सकिनँ, पिकनिक स्टलमा जहाँ खानासाना पकाउन लाग्थ्यो त्यहाँ भिडियो बनाउन सकेन, किनभने
अब अलि बोल्नलाई पनि अब धेरै मान्छेको सामने बोल्नमा पनि अलि लाज लाग्ने भयो क्या, त्यही कारणले चाहिँ मैले भिडियो बनाउन सकिनँ। र अहिले चाहिँ म अब घरतिर जाँदैछु अनि भिडियो सिडियो एडिट गरेर हाल्नु पर्ला। ल त गाइस बाटोको सिन हेर्छु के कस्तो हुन्छ, सुटिङ भयो भने भिडियो बनाउनु सक्यो भने हेर्नु होला, सकेन भने अब के भन्न सकिन्छ र। पानी चाहिँ जे बबाल छ है, चिसो पानी एकदमै। to the open sky. Oh, whispering pines, sing me your tune. Caught in the rhythm of the stars and the moon. फाइनली म चाहिँ अब आफ्नो ठाउँमा पुगिसकेको छु होइन। अब यहाँबाट चाहिँ मेरो घर नजिकै छ अनि म चाहिँ अब घर पुगिसक्यो भनौँ होइन। यहाँ चाहिँ हेर्नुहोस् कि सजाएको छन् होइन 1 गतिको लागि। अनि चाहिँ अहिले चाहिँ अब म घर पुगिसक्यो भनौँ, पुगे होइन अब थोरै चाहिँ यहाँबाट चाहिँ घरभित्र। अनि अब चाहिँ एकदमै चिसो छ भनौँ, रमाइलो भयो होइन। अब घर चाहिँ पुगिसके जे होस्, बाटो थाहा थिएन त्यहाँबाट आउने अनि यताउता ग्यास गर्दा गर्दै पुगिसक्यो घरसम्म भनौँ। अब यहाँबाट अब घर पुगेको छैन, अब घर पुगेछु। न त गाइस होइन कस्तो लाग्यो भिडियो राम्रो लाग्छ भने फलो पनि गरिदिनुहोस्, सेयर पनि गर्नु होला होइन।